हाम्रो चाहिँ यो गौरीगङ्गा नगरपालिका वडा नम्बर 8 बडैपुर लिक्मा मेला लाग्ने ठाउँको अगाडिपट्टि आज ट्रकले गाईहरू यसरी हानेछ। एउटा हैन 4 वटा, यो एउटा भयो। यहाँ यस्तो छ। यसपछि गएर यहाँ अर्को छ, यी दुईटा हैन। यसपछि पर एउटा छ, यो गाडीको अगाडि नै रह्यो। यस्तो हालत छ। कमसेकम यो गाई हेर्नेहरूले पनि बिहान साँझ 3-4 जना हुनुहुन्छ, उहाँहरूले चाहिँ यसलाई चाहिँ खोरमा हालेर या गौशालाभित्र छिराएर मात्रै घर गइदिने गर्नु होला भन्न अनुरोध गरे। स्थानीय सरकारको ध्यान जाओस्। बनिसकेका गौशालाहरू पनि त्यत्तिकै रहेका छन्, कोही त्यत्तिकै गाई गोरु हुलेर छोडिएको छ। पुरानो गौशालाको छानो छैन, सब भत्किएर खतम भएको छ। हरेक दिन गाई गोरु रोडमा यसरी मरिरहेछ नि। एउटै गाडीले 3-3, 4-4 वटा हानेको छ। भन्ने बेलामा चाहिँ गौमाता भन्ने हामी, अनि यसको चाहिँ कुनै मूल्याङ्कन भएन। यो के हो, स्थानीय सरकारले ध्यान दिनु पर्यो। स्थानीय सरकार लगायत गाई हेर्ने गौशालाका कर्मचारीहरूले पनि ध्यान दिनु पर्यो। यस्तो छ कुनै पनि। यो बाछोको खुट्टामा हेर्नुहोस्, एउटै गाडीले 3-3, 4-4 वटा गाई गोरु हानेको छ। यो दुःखद कुरा हो। यसमा सम्पूर्णको ध्यान आकर्षण होस् भन्न चाहन्छौँ हामी। यो बडैपुरमा हो, लिक्मा मेला लाग्ने ठाउँ अगाडि। यहाँ दुईटा, यसपछि उहाँ छ ऊ एउटा। यो खासमा चाहिँ यो गाई हेर्ने गौरक्षकहरूले, ग्वालाहरूले चाहिँ यसलाई साँझ साँझ सबै खोजेर गौशालाभित्र हालिदिनु पर्ने हो। हरेक दिन बाटोमा हुन्छन् गाई गोरु। जसको जस्तो हुन्छ, वडाको, नगरको, सम्बन्धित निकायको, स्थानीयको ध्यान जाओस् भन्न चाहन्छु।